एउटा अनुभूति हुन्छ, एउटा मौन संवाद हुन्छ, जहाँ पुगेर मानिसले प्रकृतिलाई मात्र होइन आफ्नै मनलाई पनि भेट्छ। नेपालका हजारौं हिमाली गन्तव्यहरूमध्ये एउटा यस्तो ठाउँ छ जहाँ सूर्योदयसँगै हिमालहरू सुनौला बन्छन् भने हावाले आफ्नै स्वर बोलेको महसुस हुन्छ। आजको हाम्रो गन्तव्य रसुवा जिल्लाको नागथली हुँदै धादिङको पार्साङ पास, सेरथुङ र तिप्लिकतर्फ। काठमाडौँबाट करिब 140 किलोमिटरको सडक यात्रा पार गर्दै हामी रसुवा जिल्लातर्फ अघि बढ्छौं। त्रिशुली नदीलाई पछ्याउँदै उकालो चढ्दै जाँदा सहरको भिडभाड बिस्तारै हराउँछ र प्रकृतिको संसार सुरु हुन्छ। रसुवा जिल्ला लाङटाङ राष्ट्रिय निकुञ्ज, तामाङ संस्कृति र हिमाली सभ्यताका लागि परिचित छ। खै हामीले नेपाल गुरु आउँदैन खै अलि आउँछु, खै हामीले नेपाल आउँदैन। पहिला त अब टुरिस्ट मात्रै आउँछु, यसपालि त हामी नेपाल छोराछोरी धेरै आयो। हामीले चाउरी पाल्ने अनि दुध बेच्ने अनि खाने बस्ने त्यही हो। आलु रोपेको छ अलि अनि यो भन्दाहरू रोप्छु। फेरि आउनुहोस् छोराछोरी घुम्न। यही जिल्लाभित्र रहेको नागथली पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ। नेपालको धेरै ठाउँ घुमियो, तर काठमाडौँबाट एकदमै सर्ट डिस्टेन्समा पर्ने यो नागथली भन्ने ठाउँ चाहिँ यो प्रचार प्रसारको अभावले होला सायद यो ठाउँ चाहिँ मैले पनि मिस गरिरहेको रहेछु। यहाँबाट दुईटा हिमाल देख्न सकिँदो रहेछ। यता मेरो पछाडिमा भएको चाहिँ गणेश हिमाल रहेछ अनि मेरो ठ्याक्कै फ्रन्ट साइडमा लाङटाङ हिमाल छ। र रसुवामा एउटा यो ओझेलमा परेको गन्तव्य स्थल भनौँ जुन चाहिँ बिस्तारै प्रचार प्रसार हुँदैछ र हामी पनि आइपुग्यौँ। यो ठाउँ तपाईँहरू काठमाडौँबाट नजिकै चाँडो तपाईँ हिमाल हेर्न चाहनुहुन्छ अनि एउटा गुड इन्भाइरोमेन्टमा इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ नागथली तपाईँहरूको लागि उचित गन्तव्य स्थल हुनसक्छ। ठाउँ एकदमै राम्रो छ। पदयात्रा सुरु हुन्छ गतलाङबाट। तामाङ समुदायको यो सुन्दर बस्ती परम्परागत ढुङ्गाका घर, गुम्बा, प्रार्थना झण्डा र आत्मीय आतिथ्यका कारण आफैमा एउटा आकर्षण हो। रसुवाको यो क्षेत्रसँगै धादिङतर्फ पर्ने टिप्लिङ, सेरथुङ र पाङसाङ पास पनि गणेश हिमाल क्षेत्रका चर्चित गन्तव्य हुन्। ती स्थानहरूले ग्रामीण संस्कृति र हिमाली सौन्दर्यको फरक अनुभूति दिन्छन्। तर आजको हाम्रो यात्रा भने एउटा विशेष गन्तव्य नागथलीमा केन्द्रित छ। गतलाङबाट सुरु हुने पदमार्ग चराहरूको चिरबिराहट, बादलको घुङ्टो ओढ्दै अगाडि बढ्दा प्रत्येक पाइला नयाँ अनुभूति बन्छ। यही बाटोले हामीलाई हिमालसँग साक्षात्कार गराउने नागथलीसम्म पुर्याउँछ। यहाँ आउने पर्यटकले केवल दृश्य मात्र होइन, स्थानीय संस्कृति, परम्परा, खानपान र आत्मीय आतिथ्यको समेत अनुभव गर्न पाउँछन्। यहाँबाट देखिने जुन भ्यूहरू छ नि त्यो भनेको चाहिँ एकदमै अति सुन्दर भ्यू देख्न पाइन्छ यहाँबाट र एकदमै नजिकको र छोटो समयमा देख्न सकियो। मलाई चाहिँ अब सबभन्दा मन परेको चाहिँ ठ्याक्क धेरै हिँड्नु पनि नपर्ने, काठमाडौँबाट नजिकै आज आएर भोलि फर्किन मिल्ने, प्लस लिरुङको भ्यू अनि गणेश हिमालहरूको भ्यू एकदम राम्रो अनि हरियाली त्यस्तै, फुलहरू ठ्याक्क फुलेको पनि त्यस्तै, त्यो चाहिँ एकदमै मन पर्यो। प्लस बुद्धिस्टको सानो स्टुपाहरू, बुद्धिज्मको सानो स्टुपाहरू, सानो छोटतेनहरू सबै अनि गुम्बाहरू पनि रहेछ। माथि पद्मसम्भवको मूर्ति सबै कुरा 360 क्या भ्यूज चाहिँ यहाँको 360 जता हेर्दाखेरि पनि हिमाल डाँडा काँडाले चाहिँ 360 ले भ्यायो। अब हिमाल मात्रै हेर्ने हो भने चाहिँ 190 को भ्यू, 190 को जस्तै एउटा हाम्रो पछाडि हेर्नु न हजुर गणेश हिमाल अब 7422 मिटरको हाइटमा रहेको गणेश हिमाल जुन चाहिँ हामी सिक्रेट माउन्टेन पनि भन्छौँ नि त हैन। चढ्न अब त्यसलाई अलाउड छैन, नेपालमा क्लाइम्ब गर्न अलाउड छैन। त्यो सबै गणेश हिमाल रेन्जहरू हो कि है। यो रसुवा जिल्लाको नागथली 3200 मिटरको हाइटमा रहेको यो नागथली चाहिँ पर्यटकीय दृष्टिकोणले एकदम अति सुन्दर ठाउँ। तपाईँ हामी सबै छोटो समयमा आएर यहाँ एक दिन स्टे गरेर जान सक्ने ठाउँ, जुन तपाईँ हामीले मिस गर्नै नहुने ठाउँमध्ये यो पनि एक ठाउँ हो है। नेपाली मात्रै नभएर विदेशीहरूलाई पनि हामी पर्यटन व्यवसायीहरूले चाहिँ एउटा राम्रो प्याकेज बनाएर यहाँ ल्याउन सकिन्छ। काठमाडौँ एकदम छोटो दूरीमा चाहिँ हामीले यहाँ आएर एउटा माउन्टेनको
अवलोकन गर्न सकिन्छ। जस्तै यहाँ सिक्रेट माउन्टेन, यहाँ गणेश हिमाल भयो 7422 मिटरको उचाइमा रहेको गणेश हिमाल 1, अनि त्यस्तै अरू अब गणेश हिमाल 2, 3, 4 अब 4वटा माउन्टेन रेन्ज भयो। अनि यता अगाडि लाङटाङ लिरुङ 6600 मिटरको उचाइमा अवस्थित लाङटाङ लिरुङ। अनि यो ठाउँलाई प्रमोसन गर्न सक्यो भने हाम्रो यो लुकेको स्वर्ग भनेर चाहिँ हामीले चिनाउन सक्छौँ यो नागथली भन्ने ठाउँलाई चाहिँ। पछिल्लो समय यो स्थान सिनेमा र गीत सङ्गीतको म्युजिक भिडियोको छायाङ्कनका लागि रोजाइको स्थान बन्दै गइरहेको छ। 2 वर्ष अगाडि हामी चाहिँ सुटिङको सिलसिलामा आएका थियौँ नागथली। आज पनि त्यही ठाउँमा आएका छौँ घुम्नको लागि। हामी चाहिँ सबै ग्रुप हुनुहुन्छ यहाँ। सो हामीले चाहिँ 2 वर्ष अगाडि म्युजिक भिडियो गरिसकेपछि सुटिङ गर्नेहरूको क्रम चाहिँ बढ्दो रहेको छ। सो तपाईँहरूलाई पनि यस्तो रमणीय ठाउँ दृश्यहरू साथै तपाईँहरू म्युजिक भिडियोको लागि कल्चरल टाइपको म्युजिक भिडियोहरूको लागि गर्न चाहनुहुन्छ भने हाम्रो यहाँ चाहिँ रहेको छ गाउँ, अनि एकदमै धेरै टिपिकल, अनि ड्रेस, अनि गोठ, चौरी, भेडा सबै रहेको छ। सो घुम्नको लागि पनि एकदमै धेरै रमाइलो ठाउँ रहेको छ। यदि तपाईँहरूलाई यो ठाउँमा म्युजिक भिडियो गर्न चाहनुहुन्छ भने तपाईँहरूले अवश्य भिजिट गर्न सक्नुहुनेछ। धन्यवाद। नागथलीमा बतासल्यो, नागथलीमा बतासल्यो, 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 नागथलीमा बतासल्यो। आहा, तपाईँले देख्दै हुनुहुन्छ यो सुन्दर ठाउँ। यो चाहिँ रसुवा जिल्लाको नागथली भन्ने ठाउँमा रहेको छ। यो यति सुन्दर ठाउँ छ। हामी चाहिँ आज यो ठाउँमा भिजिट गर्न आइपुग्यौँ। तपाईँहरू पनि नछुटाउनु होला। यो सुन्दर ठाउँमा आएर एकदमै रमाइलो गरेर फर्किनु होला। तपाईँलाई लाग्छ यो ठाउँमा आइसकेपछि म साँच्चीकै सुन्दर ठाउँमा आएछु भन्ने तपाईँलाई लाग्छ। तपाईँले साँच्चीकै यहाँ आइसकेपछि यति धेरै इन्जोय फिल गर्नुहुन्छ आज, जो मैले आज फिल गर्दैछु। सबैजना आइदिनु होला, भिजिट गरिदिनु होला। रसुवा जिल्लाको नागथली भन्ने लोकेसनमा सबैजना आएर भिजिट गर्नु होला। एकदमै रमाइलो गरेर फर्किनु होला है त। यति धेरै सम्भावना हुँदाहुँदै पनि लामो समयसम्म उचित प्रचार प्रसारको अभावका कारण नागथली ओझेलमा पर्दै आएको थियो। हाम्रो 1 नम्बरको यो गन्तव्य भनौँ नै हाम्रो नागथली हुँदै तरुछे जाने र तरुछेबाट चाहिँ टिबेटको भ्यू आम्ने सामने देख्न पाइने ठाउँ हो। यो प्रवर्धन हुनलाई चाहिँ हाम्रो यो गन्तव्य आउनलाई चाहिँ 2टा रुट छ। एउटा रुट चाहिँ घोसेगुण्ड गाउँपालिका मेरै वडाको उसबाट चाहिँ पैदल यात्रा भएर चाहिँ 2 घण्टा 2.5 घण्टाको पैदल यात्रा भएर आउन सकिन्छ। अर्को रुट भनेको आमा छोतुङमो गाउँपालिका वडा नम्बर 5 चिलेमे जुन ब्रेन्दाङ भन्ने ठाउँमा त्यहाँ गाडी आउँछ साधनहरू, त्यहाँसम्म आएर त्यहाँबाट पैदल यात्रामा लगभग 40 मिनट 45 मिनटको हारेमा पैदल यात्रा गरेर हाम्रो गन्तव्य नागथली पर्यटन स्थलमा आउन सकिन्छ। यही अनुरूप चाहिँ यहाँ चाहिँ पर्यटन प्रवर्धनको लागि बागमती प्रदेश सरकारले चाहिँ यो घोसेकुण्ड गाउँपालिकाको यो वडा नम्बर 1 को यो पर्यटकीय स्थल नागथलीलाई चाहिँ प्रवर्धन गर्ने हैसियतले चाहिँ यहाँ कार्यक्रम सञ्चालन साथ आउनु भएको छ। विशेष गरेर बागमती प्रदेश सरकारलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम चाहिँ एकदमै राम्रो भएको छ। जुन पर्यटकीय स्थलहरूमा सबै पर्यटकीय स्थलहरूमा तपाईँहरूले चाहिँ यो भ्युजहरू, फोटोहरू, पिक्चरहरू लिएर चाहिँ प्रवर्धन गर्ने भावी दिनमा चाहिँ यो वडालाई चाहिँ अझ उज्जवल भविष्य र यो पर्यटन प्रवर्धनको लागि टेवा हुने हिसाबले चाहिँ मलाई पनि सहभागिता गराउनु भयो। विशेष धन्यवाद दिन चाहन्छु। देशभित्रै रहेका धेरै मानिसले समेत यस स्थानको वास्तविक सौन्दर्यबारे जानकारी पाएका थिएनन्। हामी नागथलीमा हिजो आएको थियौँ, नागथली आएको थियौँ। यहाँ चाहिँ एकदमै फ्रेस मौसम, आज बिहानको चाहिँ हिमाल हेर्न पाइयो। काठमाडौँबाट 1 दिनको डेस्टिनेसनमै हामी चाहिँ एकदमै, अब काठमाडौँमा यति धेरै गर्मी छ, यहाँ चाहिँ एकदमै चिसो शीतल हिमाली चाहिँ हावा खान पाइयो। त्यो सँगसँगै यो घुमफिरको चाहिँ एकदमै रमाइलो इन्जोय गरियो। तर अहिले परिस्थिति बिस्तारै बदलिँदै गएको छ। यही सम्भावनालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित पर्यटकीय गन्तव्य प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ। विभिन्न सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी, पत्रकार,
ब्लगर, सामाजिक अभियन्ता तथा सरोकारवालाहरू र स्थानीय समुदायको सहकार्यमा नागथली, टिप्लिङ, स्वेर्थुङ, पार्साङपास जस्ता स्थानहरूको प्रचार प्रसारलाई नयाँ उचाइ दिन थालिएको छ। यस अभियानले केवल एउटा ठाउँको प्रसार मात्र होइन, स्थानीय रोजगारी, आर्थिक गतिविधि र दिगो पर्यटन विकासलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। नागथली र पार्साङपासहरू केवल एउटा गन्तव्य मात्र होइनन्, यो प्रकृतिको अनुपम उपहार, संस्कृतिको जीवित सङ्ग्रहालय र भविष्यको पर्यटन सम्भावनाको केन्द्र हो। नागथली अब पूर्वदेखि हाम्रो जग्गा हो है। नागथलीदेखि पहिलोपटक त्यो कुनाको त्यो छोपे चाहिँ ढुङ्गाको छोपे छ है। त्यो ढुङ्गा छोप्ने अब त्यो सिलसिला गर्दाखेरि यो झ्याङ बनेको त्यो मूल चाहिँ त्यो माथिको, अनि त्यही तल पहिलेको लामाहरूले हातले त्यो आछर लेखेर ढुङ्गोमा लेखेको छ नि, अहिले ढुङ्गो खोलेर हेर्ने छ नि। अब हामी बराबरी 2 जना मात्र हो, छोरो त सानो बर्खुमा छ, अहिले छोरी त चिरुङमा छ, अब 2 जना मात्र हो। यो नागथली चाहिँ किन रह्यो भनेर मैले यसो हेरेको थिएँ। त्यसमा चाहिँ यो नाग र थली भन्ने दुईवटा शब्द मिलेर नागथली भन्ने शब्द बनेको रहेछ। यसमा चाहिँ नाग भनेको नाग देवता र थली भनेको चाहिँ स्थल र नाग देवता बस्ने स्थल भएको हुनाले यसलाई नागथली भनिएको भन्ने मैले पाएँ। अब यो चाहिँ विशेष गरी तामाङ समुदायसँग एकदमै नजिक रहेको स्थल नागथली हो। यो चाहिँ प्रसिद्ध पनि छ। पछिल्लो समय विभिन्न ठाउँहरूबाट विभिन्न पर्यटकहरू यहाँ आउनुहुन्छ र पर्यटक चाहिँ एकदमै कम मात्रामा आउनुहुन्छ। एउटा फाइदा मैले पर्यटक कम आउँदाखेरि देखेको र मलाई खुसी लागेको कुरा चाहिँ यहाँ फोहोर चाहिँ छैन। यदि पर्यटकहरू, अब म अन्य बाहिरी पर्यटकहरूलाई त्यति दुःख दिन चाहन्न, ब्लेम पनि गर्न चाहन्न, र हाम्रो नेपाली पर्यटकहरूले विभिन्न ठाउँमा हामी हाइकिङ अथवा ट्रेकिङ जाँदाखेरि एकदमै धेरै फोहोरहरू जथाभावी फालेको देखेको छु। यस्तो काम चाहिँ तत्कालै रोक्नुपर्छ। यो सरकारले भन्दा पनि व्यक्तिलाई सचेतना गराउने हो कि अब अवेरनेस नपुगेर हो कि कसरी हो, यस्तो खालको चाहिँ कामहरू भइरहेको देखिन्छ। र हामीले आफ्नो यस्तो प्राकृतिक रूपमा एकदमै अनुपम सुन्दर हराभरा ठाउँहरूलाई प्रोटेक्सन गर्न जरुरी छ। यसको संरक्षण, प्रवर्धन र जिम्मेवार पर्यटन विकास हामी सबैको साझा दायित्व हो।